नमस्ते साथीहरू, अछाम जिल्लाको ऐतिहासिक र सांस्कृतिक सामाजिक अवस्थाको बारेमा आज म वर्णन गर्न गइरहेको छु। कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनुहोला। साथीहरू, प्राचीन कालमा अछाम कर्णाली प्रदेशको खस मल्ल साम्राज्यको एक महत्त्वपूर्ण हिस्सा थियो। त्यस बेलाका ऐतिहासिक अवशेषहरू जस्तै पञ्चदेउल विनायकका मन्दिरहरूले यसको प्राचीनता पुष्टि गर्छ। 2200 राज्यकालमा खस साम्राज्यको पतनपछि अछाम 2200 राज्यहरूमध्ये एक स्वतन्त्र र शक्तिशाली राज्यको रूपमा स्थापित भएको थियो। अछामको आफ्नै राजा, प्रशासनिक संरचना र सैनिक शक्ति थियो। पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको क्रममा र पछि उनका उत्तराधिकारीहरूको पालामा अछाम विशाल नेपाल साम्राज्यमा गाभिएको थियो। एकीकरण पछि पनि स्थानीय सामन्त र शासकहरूको प्रभाव केही समयसम्म रहिरहेको थियो, तर अछाममा भौगोलिक तथा धार्मिक सांस्कृतिक महत्त्वका स्थलहरूमध्ये बैद्यनाथ धाम अछामको सबैभन्दा प्रसिद्ध र महत्त्वपूर्ण धार्मिक स्थलमध्ये एक हो। यहाँ शिवजीको मन्दिर छ र यो अछामकै ठूलो तीर्थस्थल मानिन्छ। शिवरात्रि र अन्य विशेष पर्वहरूमा यहाँ ठूलो मेला लाग्छ। यसले अछामको धार्मिक पहिचान बोकेको छ। खप्तर राष्ट्रिय निकुञ्जको केही भूभाग अछाम जिल्लामा पर्दछ वा अछामसँग नजिकको पहुँच राख्दछन्। खप्तर बाबाले तपस्या गरेको पवित्र भूमि, यसको अनुपम जैविक विविधता, घाँसे मैदान र धार्मिक स्थलहरू जस्तै त्रिवेणी सहस्रलिङ्गले गर्दछ। यो क्षेत्र पर्यटकीय र आध्यात्मिक दृष्टिकोणले महत्त्वपूर्ण देखिन्छ। अछामबाट खप्तर पुग्न सकिने केही दूरीले छोटा मार्गहरू छन् र यसले अछामको पर्यटन विकासमा भूमिका खेल्न सक्छ। रामारोशन ताल क्षेत्र यो अछामको अर्को प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान हो। यहाँ 12 वटा ताल, बण्डाल र 18 वटा थुम्का खण्डहरू रहेको विश्वास गरिन्छ, जसले गर्दा यसलाई 12 बण्डाल 18 खण्ड पनि भनिन्छ। पौराणिक कथा अनुसार राम र सीता वनवासको क्रममा यहाँ रामारोशन तालमा आएका थिए भन्ने जनविश्वास रहेको छ। यो ताल जैविक विविधता र रमणीय दृश्यका लागि पर्याप्त छ। विनायक र पञ्चदेउल यी अछामका प्राचीन ऐतिहासिक तथा पुरातात्विक महत्त्वका स्थलहरू हुन्। ढुङ्गाबाट बनेका यी देउलहरू तत्कालीन वास्तुकला र शिल्पकलाका उत्कृष्ट नमुना हुन्। यिनीहरूले त्यस समयको सामाजिक, धार्मिक र सांस्कृतिक अवस्थाको चित्रण गरिरहेका छन्। संरक्षणको अभावमा केही देउलहरू जीर्ण अवस्थामा रहेका छन्। अछाममा मुख्यतया नेपाली भाषा नै बोलिन्छ, तथापि स्थानीय अछामी लहज वा डोटेली लहजको प्रभाव पाइन्छ, जसको आफ्नै छुट्टै मिठास र पहिचान छ। तर अछाम सुदूरपश्चिमको मौलिक संस्कृतिले धनी जिल्ला मानिन्छ। यहाँ देउडा गीत र नाच, हुड्के नाच, भुवो नाच, न्याउला गीत जस्ता लोक संस्कृतिहरू जीवन्त रहिरहेका छन्। विभिन्न चाडपर्वहरू, गौरा, माघे सङ्क्रान्ति, दशैँ तिहार आदि धुमधामसँग मनाइन्छ। यहाँको वेशभूषा र खानपानमा पनि आफ्नै विशेषता रहेको छ। तर अछामको समग्रमा एक सत्य र दुःखद पाटो के हो भने जातीय विभेद र छुवाछुतको समस्या निकै गहिरोसँग जगडिएको छ। दलित समुदाय जस्तै कामी, दमाई, सार्की, बादी आदिले शताब्दीौंदेखि सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक र सांस्कृतिक रूपमा चरम विभेद र बहिष्करण भोग्दै आएका छन्। पानी, पँधेरो र सार्वजनिक स्थल गैर दलितले प्रयोग गर्ने पानीका मुहान पँधेरा दलितका लागि वर्जित हुने वा छुट्टै धारा प्रयोग गर्नुपर्ने अवस्था विगतमा व्यापक थियो र कतिपय स्थानमा अझै पनि रहेका छन्। मन्दिर प्रदेशमा रोक लगाउने, सार्वजनिक भोजभतेरमा छुट्टै बसाउने वा अपमानजनक व्यवहार गरिन्छ। सामाजिक अन्तर्क्रिया, दलित समुदायलाई अछुत मानेर उनीहरूले छोएको पानी नचल्ने जस्ता अमानवीय धारणाहरू समाजमा व्याप्त छन्। परम्परागत सिपमा आधारित पेशा आरण, सिलाइ, बाजा बजाउने छालाको काममा सीमित छन्, तर उनीहरूको श्रमको उचित मूल्याङ्कन हुँदैन। दलितहरू भूमिहीन वा थोरै जमिन भएका हुन्छन् र आर्थिक रूपले विपन्न छन्। विगतमा विभेदका कारण दलित बालबालिकाहरू विद्यालयमा दुर्व्यवहारको शिकार हुने, पढाइ छाड्ने डर बढी हुने जस्ता समस्या थिए। स्वास्थ्य सेवामा पहुँच पनि तुलनात्मक रूपमा कम रहँदै आएको छ। जातीय विभेदका घटनामा उजुरी गर्दा पनि प्रहरी प्रशासनबाट असहयोग हुने, पीडकलाई राजनीतिक संरक्षण मिल्ने र पीडितले न्याय पाउन कठिन हुने अवस्थाहरू छन्। निरन्तरताको विभेदले दलित समुदायको आत्मसम्मान र आत्मविश्वासमा गहिरो चोट पुगेको छ। उनीहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिन्छ।
तर पछिल्ला वर्षहरूमा दलित अधिकारका लागि केही आवाजहरू उठेका छन्। गैर सरकारी संस्था, दलित अधिकार कर्मी र केही सचेत समाजका नागरिकहरूले विभेद विरुद्ध अभियान चलाउँदै आएका छन्। राज्यले जातीय विभेद तथा छुवाछुत कसुर र सजाय ऐन 2068 पनि ल्याएको छ, तर कानुनको प्रभावकारी कार्यान्वयन र सामाजिक सोचमा परिवर्तन आउन अझै धेरै समय लाग्ने देखिन्छ। उत्पीडित वर्गको सशक्तिकरण र शिक्षामा सम्मान अवसर, आर्थिक आत्मनिर्भरता, सामाजिक न्याय सुनिश्चितता गर्नु आजको प्रमुख चुनौती रहेको छ। अछाम विकासका पूर्वाधार सडक, सञ्चार, स्वास्थ्य, शिक्षाको हिसाबले अझै पनि पछाडि नै रहेको छ। भौगोलिक विकटता एक प्रमुख चुनौती रहेको अछामका युवाहरू रोजगारीका लागि भारत वा अन्य मुलुक पलायन हुने क्रम जारी नै रहेको छ। स्थानीय तहहरू क्रियाशील भए पनि स्रोत साधनको अभाव र राजनीतिक खिचातानीले अछाममा विकासले गति लिन सकेको छैन। अछामको भविष्य त्यहाँका सबै नागरिक, विशेष गरी उत्पीडित र सीमाङ्कित वर्गको उत्थान र सम्मान अधिकार सुनिश्चिततामा निर्भर गर्दछ। जसमा जातीय विभेद जस्तो कलङ्क समाजमा रहिरहन्छ तबसम्म साँचो अर्थमा विकास र समृद्धि सम्भव छैन। अछाम एक सुदूरको सुन्दर प्राकृतिक सम्पदा, ऐतिहासिक धरोहर र मौलिक संस्कृतिले सम्पन्न जिल्ला हो, तर यसको अर्को पाटो जातीय विभेद र त्यसबाट सिर्जित उत्पीडनको दर्दनाक कथा पनि हो। साथीहरू, सत्य यही हो कि अछामको समग्र विकास र प्रगतिका लागि त्यहाँका उत्पीडित वर्गको मानवीय गरिमा, सम्मान र अधिकार न्याय सुनिश्चित गर्दै विभेदमुक्त समाज निर्माण गर्नु अपरिहार्य छ। यसका लागि राज्य, नागरिक समाज र प्रत्येक व्यक्तिको सकारात्मक भूमिका आवश्यक रहेको देखिन्छ। भन्दै मेरो ज्ञान खोजले देखाएको अछामको बारेमा मैले वर्णन गरे। तपाईहरुलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्टमा गएर लेख्नुहोला। हस्त, धन्यवाद। जय जन्मभूमि।